हेलो गाइज सो हामी चाहिँ आज हाइकिङ जाँदैछौँ के हो रे ठाउँ नाम चाहिँ थाहा छैन त्यो अहिले गुगल सिलाबी गरेर जानुपर्छ लगभग 2 घन्टा लाग्छ हामी साइतमा मिनामी बुढा कतै जाँदैछौँ त्यही हो पानी पर्छ जस्तो छ बेलुकातिर चाहिँ है दुईजना केटाहरू 2जना आउँदैछौँ 4जनाको हाइकिङ लेट्स गो केटाहरू चाहिँ आइपुगिसकेको छन् होइन यस अब हामी 4जना जाँदैछौँ केही नवीन यसो दुई शब्द बोलिदिने कि बोलिनु पढा भइहाल्छ के गर्नु कुन ठाउँ रे है चुकुबा माउन्ट चुकुबा मैले हेरेको ल मुसासिनो लाइनको 44बाट 944 मा ट्रेन छ कुद्दैछौँ हामी चाहिँ ट्रेन उस गरे राम्रो राम्रो दिदीहरूले चुडेर हाल्छ हात दिँदैछु ल फेरि ल गब्बरवाला सोचा मुन्ना बना नवीन का हाँसो आ जाएगा वाला तर ह्यान्डसम देखाएको यार तिमीलाई जापानिज जस्तो देखिँदो रहेछ कस्तो यार होइन जापानिज जस्तो देखेको सुक्का दोको उमारे त सिसिमा नियोन्जिन हुन्छ Sitawan नेपालको उयो नियोन्जिन नन्दे सितावा नेपाल त्यो नखाइदा हामी त देता हो भारतले त्यसपछि हामी चुकुबा एक्सप्रेसको ट्रेनमा चढेर चुकुबा स्टेसनसम्म जाने ट्रेनमा चढ्यौँ र ट्रेनबाट पनि एकदमै भ्यूहरू राम्रो भ्यूहरू देखिरहेको थियो बाटोमा जाँदै हामी चाहिँ भ्यू इन्जोय गर्दै गयौँ साथीहरू चाहिँ मोबाइलमा बिजी हुन थाले फाइनल्ली हामी चाहिँ चुकुबा स्टेसन आइपुगिसकेको छौँ अब चुकुबाबाट बस चढेर होला सायद यहाँसम्म जाने त्यसपछि हामी यहाँमा चढ्नलाई हाइकिङ स्टार्ट गर्नेछौँ बस्यो के रहेछ अरे त्यसपछि हामी चुकुबा स्टेसन पुगेर चुकुबा स्टेसनबाट चाहिँ हामीले बस चढ्नुपर्ने रहेछ त्यहाँबाट चाहिँ ट्रेन नजाने रहेछ त्यही भएर हामीले चाहिँ बस चढ्यौँ अनि बस चढ्दाखेरि पनि एकदमै राम्रो भ्यूहरू हेर्न पाइने एकदमै रमाइलो थियो त्यहाँतिरको अनि भाडा चाहिँ लगभग 700 समथिङ लाग्ने रहेछ त्यो बस भाडा अनि हामी चाहिँ त्यहाँ चढेर स्विकार ट्याप गरेर गयौँ जाँदै बाटोमा चाहिँ भ्यू देखेको अनुसारले चाहिँ मलाई चाहिँ कता नेपालमै छु जस्तो अनुभव पनि गरायो यो चाहिँ मैले काठमाडौँबाट देख्ने माथि तारेवीर शिवपुरीको डाँडोहरू जस्तो मलाई चाहिँ त्यस्तो अनुभव भयो यो चाहिँ अनि चुकुबाको बेस हो हामी चाहिँ यहीँबाट हाइकिङ स्टार्ट गर्नेछौँ के भयो चिनी चियापत्ती भन्नुपर्छ त मुला भोक लाएर पेट कुवाई भइसक्यो जल्दी बेला भयो यहीँ गएर खाउँला भनेको केही छैन यहाँ त खानेकुरा सो हामी चाहिँ चुकुबाको बेसमा अलरेडी आइपुगिसकेका थियौँ अनि एकदमै भोक लागिरहेको थियो खानेकुराहरू अन्त जस्तो खासै नपाइने रहेछ अनि त्यहाँनिर एउटा होटल जस्तो देख्यो नेपाली होटल जस्तो लाग्यो अनि उहाँहरूले नि बोलाउनु भयो आउनुहोस् भनेर अनि खानेकुराहरू चाहिँ एकदमै महँगो थियो लगभग एउटा बियरको पनि 350 सानो खालको पनि 350 रुपियाँ त्यस्तो महँगो थियो अनि हामीले चाहिँ रामेन मात्र खायो एकजना साथीले चाहिँ खाना खाएर घरबाटै आएको भएर उसले चाहिँ एउटा बियर खायो
त्यसपछि हामीले रामेन खायो तर रामेन चाहिँ मिठो थियो सोचेको भन्दा पनि मिठो लाग्यो मलाई त त्यस्तो गाउँहरूमा अलि मिठो रामेन पाइँदैन होला जस्तो लागेको थियो तर एकदमै मिठो लाग्यो भोक लागेर पनि होला सायद यदि तपाईहरू पनि माउन्ट चुकुबा जाँदै हुनुहुन्छ भने चाहिँ तपाईहरूले चाहिँ घरबाटै वा कतै किनेर व्यवस्था गरेर पहिला नै लानुभयो भने राम्रो हुनेछ हामीले चाहिँ यहाँ खाजा खाइसकेपछि चाहिँ हामी बिस्तारै त्यहाँबाट हाइकिङ स्टार्ट गऱ्यौँ हाइकिङको उकालो जाँदाखेरि चाहिँ फर्स्टमा चाहिँ लागेको थियो त्यस्तो खासै जङ्गलको बाटो त्यस्तो छैन जस्तो लागेको थियो मलाई चाहिँ पर्सनल्ली तर एकदमै नेपाल सेम टु सेम नेपालको भाइब्स आउँछ कुनै पनि त्यस्तो कम्प्लेन गर्ने ठाउँै छैन एकदमै राम्रो छ मलाई चाहिँ एकदम सेटिस्फाइड लाग्यो यो हाइकिङ चाहिँ तपाईहरू पनि जानुहोस् मलाई चाहिँ शिवपुरी नेसनल पार्क चढे जस्तै लाग्यो ठ्याक्कै अब नाच्नु दिनु कति बस्छ रेल पो रहेछ हामी नि अघि यसमै चढेर आउनु पर्थ्यो क्या नाच दिनु सब मान्छे यस्तोमा आउँदो रहेछ क्या हो है मलाई त्यस्तै लाग्यो त्यो हिँड्न सक्नेहरू चढ्ने हो क्या हामी कहाँ अनि यस्तो भर्खर युवा हिँड्न सक्नेहरू चढ्ने हो क्या लगभग आधी बाटो हिँड्यो हामी आधी बाटो छैन होला घर बिचमा त हो बिस्तारै 1 बजिसक्यो 1 बजे भयो 1 बजेको अवस्था पानी खाने त्यही हिगो किन्ची लेखिरहेको थियो अघि कामै त्यही त किन्ची लिएर ठाउँमा खानी होइन यहाँ त केही हुँदैन त्यही नमस्ते नेपालको फेमस का कोनिचिवा मादा हामु मादाですか1時間以上まだ半分もマジ2時頃半分まだやってないねそうなんですかちょっとで半分まだ元気そうだね結構पानी कसरी पुचिरा है सुन्छ कि होइन नेपाली चिनेर नाच 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 है झोला गीत बजा क्या झोला ग्याङ म्याच टार्जन होइन अहिले पागल जस्तो नचलाउनु यो चाहिँ च्याउ हो कोन्बिनीतिर बेच्ने च्याउ यही हो यो यस्तो देख्यो भने नखानु होला कोन्बिनी खाएर देखाउनु यस्तो खायो भने चाहिँ सर्लक्कै मेरा बादर भाइको हेर हो यस 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 बादर यस म्यान यस कम अन यो हाइकिङ आउनु छ भने चाहिँ अलिकति बन्दोबस्त गरेर आएको राम्रो होइन कस्तो उकालो थियो यार काजु खाएर नाक सुनि उकालो छ चान्चुने चाहिँ नसोचेर आयो हुन्छ यस्तो कोन्चिवा
पुरै यो त ठाडै उकालो छ है गाइज। आउने भए चाहिँ पुरै व्यवस्था गरेर राम्रो जुत्ता लाएर टक्क लौरो सौरो बोकेर आउनुभयो भने हुन्छ, नत्र भने चाहिँ चुखारे त हेङ्की जा 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 गम्बत्दै लडेमा अहिले लड्छ हातखुट्टा कामिरहेको हामी चाहिँ माथि अहिले टपमा आइपुगिसकेको छु। यहाँबाट लगभग तर वेदर चाहिँ लास्टै हावा चलेको छ, कुइलो ड्याम डुम लागेको छ। एकदमै हावा चल्ने त्यस्तै हावा चलेको एकदम चिसो। अब हो केटा हो आउनु त आइयो यार, तर भ्यूै हेर्न पाइन्न क्या। अब भ्यू नै छैन क्या, पुरै फुल भयो त। खै यही त होला अब कञ्चुवा के गर्ने यार। योभन्दा माथि जान्छ जस्तो छ हेर्दाखेरि त, माथि जान्छ जस्तो छ हेर्दाखेरि त। यो अझै माथि छ क्या, ऊ बाटो छ क्या। तर अब यो केही देख्दैन क्या, आउनु मात्रै भयो क्या। यस्तो उकालो चढेर होइन। अब यहाँबाट भ्यू हेर्न पाए पनि मजा आउँथ्यो अरे। बादल हटिँदैन, यस्तो बादल आइछ नि। त्यही हो नि, बादलले अनि यहाँ पुरै ढाकिन्छ नि, कहाँबाट हुन्छ त। हावा ल्याउनु मजा मजा कति हजार मिटर हो? लामो हजार के कति हजार मिटर त मिटर त मिटरै हो। फाइनल्ली भेट भयो। फाइनल्ली आइपुगेर छैन, यहाँबाट हेऱ्यो पनि केही देखिँदैन। बादल टमक्कै छ। पैसा नो सर्भिस देखायो, ह्याकै हालेको छु देखि। अब यो ह्याकै नै हालेर पनि तल केही छैन। हेर तल यहाँ चाहिँ केटाहरू अब यसो फोटो सेसन गर्दैछन्। यस्तो छ यहाँको ठाउँहरू चाहिँ। टपमा केटाहरू चाहिँ फोटो खिच्दैछन् मस्त। के रहेछ हिउँ पर्ने ठाउँमा के अरे हिउँ पर्ने सिजनमा त खतरा हुन्छ होला। भ्यू चाहिँ यस्तो देख्न पाइन्थ्यो यहाँबाट, तर अनफर्चुनेटली वी आर नट एबल टु सी। हामी चाहिँ टपमा आइपुगिसकेको छौँ। यहाँनिर चाहिँ एकदमै हावा चलेर वेदर एकदम खराब भएको हुनाले चाहिँ भ्यूहरू हेर्न पाइरहेको छैनौँ। र यो हावाहरू एकछिन चल्न कम भएपछि चाहिँ भ्यू हेर्नेछौँ भनेर वेट गरेर बस्यौँ। एकदमै भोक लागिरहेको थियो, अनि त्यहीँनिर गएर खाजा पनि खायौँ। हामीले चाहिँ खाजामा के सोबा पो थियो, यो मलाई चाहिँ नाम चाहिँ याद भएन। हामीले यो सोबा मगायौँ, त्यसपछि खायौँ। मैले चाहिँ गेउजा पनि मगाएको थिएँ, मलाई चाहिँ गेउजा मनपर्छ। खाजा खाइसकेपछि चाहिँ हामीले एकछिन वेट गरिसकेपछि चाहिँ वेदर पनि हल्का खुल्दै आएको जस्तो भएको थियो। हल्का वेदर खुल्ने तर फेरि बादल ढ्याम्म ढाकिहाल्ने त्यस्तो भइरहेको थियो। सोचे जस्तो राम्रो भ्यू नदेखिए पनि
अलिकति वेट गरिसकेपछि चाहिँ हल्का भए पनि हेर्न पायौँ। मलाई चाहिँ यो शिवपुरीको पिकबाट उता नुवाकोटतिर हेरिरहेको जस्तो लागिरहेको थियो। हामी जाँदाखेरि चाहिँ प्राय जसो मान्छेहरू चाहिँ सबैजना फर्किसकेका थिए। त्यहाँ जाने मध्येहरूमा चाहिँ प्राय जापानिजहरू नै धेरै देख्यौँ हामीले चाहिँ। विदेशीहरू पनि हुनुहुन्थ्यो तर त्यस्तो खासै धेरै हुनुहुन्थेन। प्राय चाहिँ सबै जापानिजहरू चाहिँ हाइकिङ गरिरहनु भएको थियो। र अर्को मेन कुरा भनेको चाहिँ यो हाइकिङ गर्नको लागि चाहिँ तपाईहरूलाई कुनै पनि टिकट काट्नु पर्दैन, एकदमै फ्री छ। जस्ट ट्रेन भाडा मात्रै र खाना खर्च मात्रै बोकेर हिँड्नुभयो भने पनि मजाले पुग्छ। फर्किने बेलामा चाहिँ ट्रेनबाट फर्क्यौँ हामी। अनि ट्रेन चाहिँ एकदमै ओह्रालोमा पनि कस्तो मजासँग कुद्ने रहेछ, त्यो देखेर चाहिँ मलाई चाहिँ एकदमै अचम्म लागिरहेको थियो। यदि तपाईँ भ्यू मात्रै इन्जोय गर्न चाहनुहुन्छ भने ट्रेनको सुविधा लिएर पनि जान सक्नुहुन्छ। ट्रेनको भाडा पनि त्यति महँगो पनि छैन, 500 रुपियाँ समथिङ छ। अनि ट्रेनमै गएर माथिसम्म टपसम्म गएर अनि ट्रेनमै फर्किन पनि सक्नुहुन्छ। हामी चाहिँ जाँदाखेरि चाहिँ हिँडेर गयौँ, आउँदाखेरि चाहिँ ट्रेनमा ओर्लिएर आयौँ। फाइनली हामी चाहिँ घर फर्केको छौँ। फाइनली भेट भयो केटा हो। अब चाहिँ फाइनली घर जाँदैछौँ। फाइनली भेट भयो केटा हो। चिकुबाको घुमाइ कस्तो भयो त? चिकुबाको घुमाइ चिकुबा ज्यादै हो। चिकुबा Nani iru na muna tabi masta. Tara biru amada nonde nai ne. Amada nonde. Ato de uchikata sugu nomu. Sugu nomu. So nodo ga nani ga khao. No ga khao. Gue khao tiru ne. So onse de khao. Na tiru ne. So da ne. Dora tere.